म चाहिँ अझै इकोमा सान्जो आएको छु। यो चाहिँ इकोमामा पर्छ अनि यो चाहिँ इकोमा सान्जो चाहिँ इकोमाबाट केवल कार चढेर जानुपर्छ। एकदम राम्रो छ। यो देखिरहेको यो चाहिँ सायद त्यो त के कोबे पर्छ होला भने यो चाहिँ यो देखिरहेको भ्यू चाहिँ ओसाका हो। ओसाकाको मेन सिटी चाहिँ यो हो। घरै तर यो राम्रोसँग देखिँदैन। घाम लागेको छ भने आकाशमा यो तुवालो लागेको जस्तो देखिन्छ। त्यो कारणले पनि हो। यता भएपछि यो समुद्र छ। तर शान्त ठाउँमा हुँदाखेरि एक्लै पनि रमाइलो हुन्छ। आफै एक्लै घुम्दाखेरि पनि छुट्टै खालको आनन्द चाहिँ मिल्दो रहेछ है। किनकि अब सबैजना साथीहरू खोजेर चाहिँ सबैजनाको बिदा एकैपटक नमिल्ने त्यो हुँदाखेरि चाहिँ अब बिदामा सधैँ रुममा मात्रै त के गरेर बस्ने त वाक्क लाग्छ, झ्याउ लाग्छ, दिक्क लाग्छ होइन। त्यस कारण म चाहिँ आज यो ठाउँमा म पहिला पनि आएको थिएँ, फेरि पनि आएको छु। यो मेरो रुमदेखि पनि नजिकै पर्छ। त्यसैले आफूले खुसी राख्न कोसिस गर्नुपर्छ। जो पनि एक्लै बस्नुहुन्छ, साथीहरू छैनन् भने अथवा साथीहरूको छुट्टी र आफ्नो छुट्टी मिल्दैन भने चाहिँ यसरी एक्लै डाँडापाखा घुम्न पनि एकदम आनन्द हुन्छ बस्नलाई पनि।